ल आउनुहोस्, अब एकैछिन सुनौ हात्ती र मानिसहरू बीचको यो यथार्थ कथा। एउटा गाउँ नजिकै बाक्लो र विशाल जंगल थियो। त्यो जंगलमा धेरै हात्तीहरू बसोबास गर्थे। तर समयसँगै जंगल सुनसान बन्दै गयो। रुख काटिए, घाँस सुक्यो, पानीका मुहान हराए। हात्तीहरूका लागि खान योग्य केही पनि बाँकी रहेन। भोकले थलिएका हात्तीहरू साँझ पर्दै गाउँतिर लाग्थे। गाउँ छिर्नासाथ किसानले मिहिनेत गरेर रोपेका मकै, धान र बालीहरू उनीहरूले खान्थे। यो देखेर मानिसहरू रिसाउँथे, ढपाउँथे, कराउँथे, ढुङ्गा हान्थे। डरले होइन, पीडाले हात्तीहरू झन आक्रोशित हुन्थे। उनीहरू घर भत्काउँदै भित्र खानेकुरा खोज्थे र गाउँलेको दुःख झन बढ्थ्यो। बिहान उज्यालो हुँदा हात्तीहरू फेरि जंगल फर्किन्थे। तर साँझ पर्नासाथ भोक र पीडाले थिचिएका ती विशाल प्राणीहरू फेरि त्यही गाउँतिर फर्किन्थे। दैनिक दोहोरिने यो द्वन्द्व मानिस र प्रकृति बीचको मौन युद्ध बनिसकेको थियो।